शिक्षकगण, विद्यार्थी भाइ बहिनी र विद्यालयको पाठ्य सहगामी क्रियाकलाप अन्तर्गत यो वर्ष 2025 को प्रथम यो कार्यक्रम अन्तर्सदन कविता आवृत्ति प्रतियोगिता नेपाली विभागको जुन अहिले कार्यक्रम हामीले हेर्यौं, जुन कार्यक्रम प्रतियोगितात्मक रूपमा कम्पिटिसनको रूपमा भएको थियो र हाम्रो विद्यालयका यी विद्यार्थी नानीहरूले जसले आज यहाँ कविता प्रस्तुत गरे र 3 जुन विभागमा कार्यक्रम प्रस्तुत भयो र मसिना जुनियर नानीहरू, त्यही मध्यम बी ग्रुपका र ए ग्रुपका नानीहरूले र हामी तीनैजना निर्णायक वर्ग विजेन्द्र छेत्री सर, विमल भुजेल सर र म स्वयं थिए र कविता यो साहित्यमा कविता यस्तो विषय हो जुन लेख्नेलाई जुन लक्ष्य राखेर लेखेको हुन्छ। कविता आवृत्ति गर्दा त्यो कवितामा पसेर जब यहाँ प्रस्तुताले कविता पढ्छन्, साँच्चै नै त्यो कविता जीवन्त भएर अगाडि आएको हुन्छ र नानीहरूले यहाँनिर कविता खुबै राम्रोसँग प्रस्तुत गरे। सबै नानीहरूले नै अव्वल दर्जामा कविता प्रस्तुत गरे। साँच्चै नै तयारी भएर गरियो भने हुँदो रहेछ भन्ने नानीहरूले यहाँनिर आज देखाएर गए र कविता सबै नै राम्रा राम्रा कविताहरू छानेका थिए र यो त प्रतियोगिता हो, यसमा पहिलो दोस्रो त हुन्छ नै हुन्छन् र जो प्रथम दोस्रो तृतीयमा आउँदैनन्, 4 जनाको त खेल आएको थियो र सेकेन्ड थर्ड फोर्थ हुन्छन्, तर सबै नानीहरू नै एउटा राम्रो प्रस्तुतिमा उनीहरूले यहाँनिर प्रदर्शन गर्न सके र सिनियर नानीहरूले जो अहिलेको अब युट्युबबाट निकालेर उनीहरूले जुन कविताहरू पढे, अहिलेको समसामयिक कविता, पहिलाका कविताहरू, पहिलाका लेखक कविहरूले लेखेको कवि हरिभक्त कटवालका कविताहरू यहाँ प्रस्तुत भए। हरिभक्त कटवालले 21औं शताब्दीलाई नै लिएर लक्षित गर्ने कविताहरू छन् र अन्य कविताहरू पढ्यो। यहाँनिर गिरीको कविता पढ्यो। गिरीले हाम्रै भारतीय गोर्खाहरूको विषयमा, हाम्रै जातिको विषयमा उनले लक्षित गरेर कविता लेख्थे र उनलाई हामी जातीय कवि भन्छौं र यसरी अहिले नयाँ कविता दुईटा जो यहाँ प्रस्तुत गरियो। एउटा नारीमाथि, नारीलाई मनमाया क्लास 12 को छात्रा मनमायाले जुन यहाँनिर नारी, यो वर्षै पछि एकजना नानीहरू छात्राहरूले यहाँनिर नारीलाई नै लिएर कविता राम्रोसँग प्रस्तुत गर्छन् र पहिला उजाला छेत्रीले पनि यहाँनिर नारीको उत्पीडन, नारीको अधिकार, नारीको अवस्था, नारीको वर्तमान जुन आधुनिक समयमा यो हामी